नमस्ते म चाहिँ अहिले यहाँ इटरी राजदेवी भन्छ है दिदी राजदेवी मन्दिर छेउमा पाथिभाराको पाथिभारा माताको दर्शन गर्न निस्केको छु र पाथिभारा माताको हाम्रो के भन्छ दासी के भन्छ अरे दासी हाम्रो माता हुनुहुन्छ र मलाई सबैभन्दा ज्यादा विश्वास सबैभन्दा ज्यादा हरेक भगवानको लाग्छ। त्यसमा पनि सबैभन्दा ज्यादा चाहिँ मलाई पाथिभारा माताले नै आज रक्षा गरेर पाथिभारा मातालाई नै सोचेर आज मेरो हरेक कामहरू पनि पुरा भएका छन् र आज म धेरै पनि खुसी छु। पाथिभारा माताको शरणमा फेरि पनि आइपुगेको छु र उहाँ दिदी हुनुहुन्छ। उहाँले धेरै कुराहरू सिकाएर मेरो जीवनमा परिवर्तन पनि ल्याउनु भएको छ र हरेक ठाउँबाट पाथिभारा माताको दर्शन गर्नुहोला पनि भन्न चाहन्छु। दिदी नमस्कार। नमस्कार। मेरो भाइलाई म के भन्न चाहन्छु भने आमाको जति विश्वास गरेको छ नि त्योभन्दा ठुलो विश्वास संसारमा केही पनि छैन। एउटा जन्म दिने आमा, एउटा आमा भनेको कर्म दिने र संस्कार सिकाउने गुरुकुल। हाम्रो पाथिभारा आमा गुरुकुल हुनुहुन्छ, किनभने अन्नको दाता भक्त जति पनि दुःख पाएका भक्तहरू हुनुहुन्छ उहाँलाई सबैलाई सहारा दिनुभएको छ। अहिले कलिजुगमा सबैलाई भड्किन्छ नि त, आत्मा भड्केको छ, त्यही कारणले आमाले चाहिँ सबैको शरीरमा प्रवेश गर्नुभएको छ। मेरो पनि प्रवेश गर्नुभएको छ, तर आमाको म दासी हो र आमा नै मेरो भगवान हुनुहुन्छ। म चाहिँ आमालाई नै माता भन्छु, तर म चाहिँ दासी। हामी चाहिँ कहिले पनि भगवान भन्न सक्दिनौँ, किनभने झुटो पनि बोल्नु परेको छ, अन्न पनि खानु परेको छ। भगवानलाई त हामीले फुल चढाउनेछौँ होइन, जल चढाउँछौँ, धुप दिन्छौँ, यतिमै भगवान बस्नु भएको छ, सीमित हुनुहुन्छ र हामी भगवानको सेवा गर्ने दासी। म चाहिँ दासी हो भगवानको। भगवानले ल्याउनु भयो यो कलिजुगमा, भगवान पाएँ सबैभन्दा खुसी चाहिँ म छु। यहाँ पछाडि भगवानका भक्त खुसी हुनुपर्छ र सन्तान जसले दुःख पाएको छ पाथिभारा आमाले उद्धार गर्नुहुन्छ। मेरो पनि धेरै कष्ट थिए, दुःख थिए, अनि आज धेरै खुसी छु। अब आमाको एउटा स्थान बनाउन पाएँ, मन्दिर बनाउन पाएँ। त्यसमा अलिकति बाधा आएको छ, बुझाउन र बुझ्न सकिएन। त्यसमा भगवानका भक्तले सबैले बुझिदिनुहुन्छ कि भन्ने आशा पनि छ र हामीलाई अप्ठ्यारो घडीमा भगवान नै सहारा हो नि त। त्यही भएर भगवानलाई चाहिँ कुनै पनि ठाउँ राख्दाखेरि भगवानको विषयमा अनादर चाहिँ गर्न मिल्दैन, हामी सबैले बुझेर। त्यही माथि पाथिभारा माता पञ्चकन्या उहाँको विषयमा त हामीले बोल्नुभन्दा 7 गुणा परै बसेर डराउनुपर्छ र भक्तलाई म यही भन्न चाहन्छु र हरेक मनोकामना पुरा होस्। आमाको दर्शन गर्दै गर्दाखेरि हजुरहरूको मनोकामना पुरा हुन्छ, मलाई विश्वास छ। मेरो जस्तै विश्वास हजुरहरूले पनि गर्नु होला, हजुरको अवश्य काम पुरा हुन्छ। ल हस्, नमस्कार। र फेरि पनि सबैजनाले दर्शन गर्नुहोला, मनबाट सम्झिनु होला भन्न चाहन्छु। दिदीले धेरै कुराहरू जोड्नु भएको छ र आज म यहाँ दर्शन गर्न पनि आएको छु र आज म धेरै नै खुसी छु है। र सबैको भलो होस्, सबैको राम्रो होस्, सबै सुख शान्ति हुनुहोला। ल फेरि पनि तपाईँहरूसँग अरू पनि भिडियोहरू आउनेछ है त।